आर्टिफिशियल इन्टेलिजेन्सको आजको भिडियोमा हामी एप्लिकेसन अफ आर्टिफिशियल इन्टेलिजेन्स अराउन्ड द वर्ल्ड अर्थात् अहिलेको संसारमा आर्टिफिशियल इन्टेलिजेन्स कहाँ कहाँ प्रयोग भइरहेको छ र कहाँ कहाँ प्रयोग हुन्छ भनेर बुझ्नेछौँ। वास्तवमा भन्ने हो भने अहिलेको संसारमा आर्टिफिशियल इन्टेलिजेन्स हरेक कुनामा प्रयोग भइरहेको छ। पहिलो उदाहरण लिन सकिन्छ हेल्थ केयर सिस्टममा। आज एआई को प्रयोगले रोग पत्ता लगाउने काम छिटो भएको छ। एक्सरे, एमआरआई जस्ता रिपोर्टहरू एआईले छिट्टै पढ्न सक्छ र डाक्टरलाई सहयोग पुर्याउँछ। त्यसैगरी अर्को इक्जाम्पल लिन सकिन्छ एजुकेसन सिस्टममा। एआई को प्रयोगले विद्यार्थीहरूको पढाइ व्यक्तिगत अर्थात् पर्सनलाइज भएको छ। ड्युलिङ्गो जस्तो एप्सले भाषा सिक्न सजिलो बनाएको छ। तेस्रो इक्जाम्पलको रूपमा ट्रान्सपोर्टेसन सिस्टमलाई लिन सकिन्छ। गुगल म्याप्सले बाटो देखाउनेदेखि टेस्ला जस्ता सेल्फ ड्राइभिङ कारसम्म एआईले हाम्रो यात्रा सुरक्षित र छिटो बनाउन मद्दत गरिरहेको छ। चौथो इक्जाम्पल लिन सकिन्छ बिजनेस अर्थात् व्यवसायमा। एआईले कम्पनीहरूलाई ग्राहक बुझ्न, प्रडक्ट रिकमेन्ड गर्न र सेवा सुधार गर्न सहयोग पुर्याउँछ। अमेजन वा दराज जस्ता प्लेटफर्मले तपाईलाई मनपर्ने सामान सजिलै रिकमेन्ड गर्न सक्छन्। त्यसैगरी अर्को इक्जाम्पल लिन सकिन्छ एग्रिकल्चर सिस्टम अर्थात् कृषि प्रणालीमा। खेतबारीमा एआई को प्रयोगले रोग लागेको बाली पत्ता लगाउन, मलको मात्रा थाहा पाउन र उपज बढाउन मद्दत गरिरहेको छ। त्यसैगरी अर्को सबैभन्दा बढी प्रयोग भएको क्षेत्र इन्टरटेनमेन्ट अर्थात् मनोरञ्जनको क्षेत्र। यो क्षेत्रमा टिकटक, युट्युब वा नेटफ्लिक्स जस्ता प्लेटफर्मले तपाईलाई मनपर्ने कन्टेन्ट देखाउनु एआई को कमाल हो। त्यसैले एआई एउटा प्रविधि वा विषय मात्र होइन, यो हाम्रो जीवनको हरेक क्षेत्रमा ग्लोबल पार्टनर बनेर काम गरिरहेको छ। सो एआई को एप्लिकेसनलाई कन्क्लुड गर्नुपर्दा शिक्षा, स्वास्थ्य, कृषि, व्यवसाय, मनोरञ्जन र यस्तै धेरै क्षेत्रमा अहिले एआईले पुरै दुनिया बदल्दैछ।